यो कुरा मलाई मन पर्यो। सन्देशमूलक लोककथा, लोभले लाभ, लाभले विलाप। गाउँलेहरूसँग मिलेर एउटा ठुलो दुध राख्ने पोखरी निर्माण पनि गरे। सबै गाउँलेहरूले हरेक दिन आफ्ना घरमा उत्पादन भएको, घरमा प्रयोगबाट बढी भएका दुधहरू सङ्कलन गर्न थाले। एक दिन, 2 दिन गर्दै महिनौं दिन बित्यो। उनको हातमा राम्रो पैसा पर्न लाग्यो। उनी एक कदम अगाडि बढेर आधा पानी आधा दुध हाल्न थाले। यति पलाएको थियो कि मैले यो पोखरीमा पानी मात्र हाले पनि पोखरी सेतै हुन्छ भन्ने सम्म सोच राख्न थाले। यो पैसाको लोभ उनमा मात्र होइन, भित्र पुरै गाउँमा सल्किसकेको थियो। सबैले दुध भन्दा पानीको मात्र बढी हाल्न थाले।